हाम्रो नेपालको राजनीतिक पार्टीहरूले जनतालाई दुःख मात्र दिने गरी खालको गरेको सडक प्रदर्शनहरू त भोग्नु नै भएको होला, जसलाई जस्टिफाई गर्न भाषण हुँदा हामीले लडेर ल्याएको गणतन्त्रवाला पोइन्ट पछि कुनै अर्को पोइन्टद्वारा नेताहरूले आफ्नो महिमा मण्डन गर्छन् भने त्यो पोइन्ट हो हामीले, अर्थात् मैले गर्दा उत्पीडित वर्गले उसको हक अधिकार पायो, मैले जातीय भेदभाव विरुद्ध लडेर त्यसको अन्त्य गरे। दलित लगायत उत्पीडित समुदायहरूले संवैधानिक रूपले जे अधिकार प्राप्त गरेका छन् मूलभूत रूपमा मलाई गर्व छ माओवादी आन्दोलनको कारणले नै पाएका छन्। जुन कतिको सत्य हो भनेर त यी नेताहरूकै शासनकालमा कसरी केही वर्ष अघि एउटा ठुलो जमातले देश नै टुक्राउने पहल चालेको थियो, किनकि यो विभेदकारी सरकारले उनीहरूलाई उनको हक अधिकार दिएन भनेर। र त्यसै गरी अझै कति विभिन्न समुदायहरू आफ्नो पहिचान, हक अधिकार र नागरिकता जस्तो बेसिक कुराको लागि अझै लडिराख्नु परेको छ। र जाति विभेद बारे त प्रतिनिधि सभा बैठकमा लगभग हरेक चोटि नै आवाज उठ्छ कि यो सरकार हामीहरूप्रति उति नै विभेदकारी छ भनेर। तर यी कुराहरू भन्दा नि सबसे आइरोनिक चाहिँ यो मान्छे जसले आफूलाई उत्पीडित वर्गको मसिहा र जाति विभेद विरुद्ध लड्ने हिरो भनेर आफूलाई प्रचार प्रसार गरिरहेको हुन्छ, उसले नै आफ्नो स्पिचेसहरूमा फेरि यस्तो कास्टिस्ट स्लर प्रयोग गर्छ। र यो कुराले के देखाउँछ भन्दा हाम्रो नेताहरूले पहिलेदेखि नै चलिआएको असमानता, उचनिच, जातीय भेदभाव त अन्त्य गर्नु सकेनन्, बरु उल्टै एउटा नयाँ प्रकारको जातीय भेदभावलाई चाहिँ जन्म दिए, जुन हो बाहुन क्षेत्रीहरू विरुद्धको नयाँ जातीय भेदभाव, स्पेसली बाहुनहरू विरुद्ध। किनकि आज पुरा देशले बाहुन भन्ने बित्तिकै जनै, टुप्पी, लोभी भन्दा नि देश बेचुवा, देश बिगार्ने, गद्दार, लुटुवा, भ्रष्टाचारी भनेर सोध्छ। किनकि दुर्भाग्यवश त्यस्तो कार्य गर्ने राजनीतिक व्यक्तिहरू मोस्टली यी दुई समुदाय स्पेसली बाहुनबाटै छन्। र फेरि यो भनेर मैले यो नि देखाउनु खोजेको होइन कि बाहुन क्षेत्रीहरूको छवि पहिले एकदम राम्रो थियो, द्याट सबैले उनीहरूलाई माया गर्थे, समाजमा अलिकति खटपट थियो होला, बाहुन क्षेत्रीहरू अलिक बेसी विभेदकारी छन्, यिनीहरूद्वारा हामीलाई विभेद गरिएको छ यताउता भनेर आक्रोश थियो होला। एन्ड द्याट्स द पोइन्ट, समाजमा बाहुन क्षेत्रीहरूप्रति आक्रोश थियो, तर यस्तो घृणा थिएन जुन अहिले समाजमा छ कि बाहुन क्षेत्रीहरूले देश बिगारे, यिनीहरू रोहिन्जेलसम्म देश कहिले अघि बढ्दैन, यिनीहरूलाई देशबाट लखेट्नुपर्छ किनकि यी सबै देश लुटुवा, देश बेचुवा, भ्रष्टाचारी हुन्छन्। डजन्ट म्याटर कि त्यो व्यक्ति राजनीतिमा लागेको पनि छ कि छैन, यदि ऊ बाहुन हो भने समाजको लागि ऊ अघि भनेका ती सबै शब्दहरू हो, किनकि सम्पूर्ण समुदायको छवि नै यस्तो बनिसकेको छ केवल सत्तामा भएका केही सीमित बेइमान व्यक्तिहरूको कारण। अनि यो कुरा किन पनि अचम्मको छ भन्दा यति साह्रो त राणाहरूले 100औं वर्षभन्दा बेसी निरन्तर देशलाई लुट्दा पनि समाजमा यस्तो स्पेसिफिक समुदायप्रतिको घृणाको भावना पलाएको थिएन कि यी सबै खस क्षेत्रीहरू लुटुवा, देश बेचुवा, भ्रष्टाचारी, गद्दार हुन्छन् भनेर। जुन हाम्रो अहिलेका नेताहरूले राणाहरू भन्दा आदिको पनि आदिवाला आफ्नो यति छोटो अवधिमै गरेर देखाइदिएका छन्, समाजमा भिन्न समुदायहरू बीच घृणा फैलाएर। यदि भन्ने नै हो भने संसारभरि मुस्लिमहरूको नराम्रो छविको लागि यी टेररिस्ट अर्गनाइजेसनहरूले जुन रोल खेलेका छन्, नेपालमा बाहुन क्षेत्री समुदायहरूको लागि यी नेताहरूले पनि त्यही रोल खेलेका छन् भन्दा नि फरक पर्दैन। किनकि यी नेताहरूले गरेको घटिया कामहरूले आफ्नो नाम त बिगार्नु बिगारे, पुरै समुदायको पनि नाम बिगारे।